छ। तर म के भन्छु भने जातीय युद्धले नि देश कहिले पनि राम्रो हुँदैन के। म जातको आधारमा कुनै मैले एउटा क्षेत्रीको छोरा मारुन अरे को मारिन्छ भन्दाखेरि त नेपाली दाजुभाइ मारिन्छ नि। अनि उहाँहरूले मलाई प्रहार गरेर मलाई मार्नु होला अरे लाक्पा तामाङ मर्ला अरे को मर्छ भन्दाखेरि त नेपाली मारिन्छ नि। अनि हामी किन यसरी जुटिरहेका छौं? यो जातीय द्वन्द्व गर्ने देशहरू हेर्नुस्, सोमालिया, कङ्गो, इथियोपिया, कम्बोडिया, हाइटी, जातको आधारमा झगडा गरेर आज त्यहाँ यति धेरै गरिबी छ कि त्यहाँका जनताहरू माटोको रोटी खान विवश र लाचार भएका छन्। फाइदा कसलाई भयो? युरोपियन युनियनहरूलाई भएको छ नि। अनि धर्मको आधारमा झगडा गर्ने राष्ट्रहरू अफगान हेर्नुस्, इराक हेर्नुस्, आज कुन अवस्थामा पुगेको छ हेर्नुस् त। रणभूमि भएको छ, त्यहाँ कहिले पनि शान्ति छैन। यो युद्ध सुरु भइसकेपछि यसको अन्त्य हुँदै हुँदैन क्या, जहिले पनि युद्ध भइरहेछ। त्यो भएको कारणले गर्दाखेरि जातीय र धार्मिक युद्ध भयो भने देश सखाप हुन्छ। यो बुद्ध जन्मिएको देशमा यस्तो किसिमको युद्धहरू हुनु हुँदैन।